ल साथीहरू यसो बिदा मिलाएर साथीभाइसँग भेटघाट आएको बेला फोटोसोटो ट्याग त खिच्न परिहाल्यो मेमोरी। अनि आज चाहिँ आलु चप बनाउनु भनेर आलु रेडी हुँदैछ। त्यसपछि मोमो ब्लग हेर्दै आनन्दले बस्दै। अनि आलु चपको लागि यो चाहिँ क्याबेज रेडी हुँदैछ। टक्क लाएर क्याबेज पनि हाल्दै चाहिँ पिठो। अनि त्यसपछि मोलेर अब फ्राई गर्न हालियो। त्यसपछि बन्दैछ। अनि ल हेर्नु बनेर कस्तो देखियो, ड्याममा बन्यो। त्यसपछि त्यहाँ चाहिँ तिलको अचार। फेरि के आयो है त, यो चाहिँ आज ल काँक्रो स्यालेड, काँक्रो पनि आयो। अनि चटपट पनि बनाएको थियौँ। ल हेर्नु चटपट पनि खाइयो। अनि टक्क लाएर रमाइलो भयो। चटपट खाँदै आनन्दले रिल्याक्स गर्दै गफ गर्दै बसियो, बनाइयो। अनि त्यसपछि खाइयो। कहिलेकाहीँ यसरी बसेर साथीभाइसँग भेटघाट गर्दाखेरि आनन्द हुने।